योपालि अम्बक त फलेको छ राम्रो फलेको छ किरा लाग्यो भने चाहिँ बर्बादै हुन्छ हौ कसले फोन गर्यो फेरि हेलो हेलो सुचित खबर तेरो बुढी मरे त मेरो बुढी मर्यो म अब बिद्दुई भए के भयो बौला जस्तो किन रोइरहेको त चाहिँ अब म बिद्दुई भए हो दादा पग्ला भइस क्या हो बिहे गरेको छैनस् त्यो चाहिँ कहाँबाट बुढी मर्यो साँच्ची त मैले त बिहे पो गरेको छुइनँ त कसैले गदा बनायो मलाई फेरि यस्तो खुस्के छ क्या हो तेरो त बुढी छैन त्यही बुढी मर्यो भने चाहिँ त बिद्दुई हुन्छस् पग्ला ए अँ साँच्ची दा म नि त्यो बुढा मर्दाखेरि पो बुढी बिद्दुई हुन्छ त है म नि जोसमा रुइदिएछु नि त हो अन्त थाहै भएन त्यही भएर बिहा गर भनेको अब खोइ बिहा त गर्नु पनि कसरी हो लाज लाग्छ हौ मलाई त बिहा गर्नु ससुराली जाँदाखेरि नुहाएर कट्टु कहाँ सुकाउनु लाज मर्दो हुन्छ पात्नु पनि त टोइलेटमा जानु पर्ला हामीले कसरी एडजस्ट गरौँ पात्नु आउँदा नि प्लास्टिकमा फुट्ट पातेर सुक्क खिर्कीमा झट्टाउँथ्यो मुत्नु आउँदा नि बोतलमा छ्यास्स मुतेर उत्ताटी झट्टाउँथ्यो जान्दैनस् त्यति गर्नु खराब म्यानेज गर्दो रहेछ त दा तिमीहरूले त यस्तो गऱ्यो भने त म नि बिहा गर्छु होला हौ सिक म्यानेज गर्नु म भएको ठाउँमा आइज न सब सिकाइन्छु म्यानेज गर्नु भन्दा मेरो नि त सासु आमा पुरा सिरियस छ खाना खानै छोड्यो भन्दैछ मर्छ होला नि हौ मेरो नि बिमारी थियो इ फोन हो बुढीको फोन आइरहेको छ त हौ हेलो आमा खस्यो सासु आमा खसेको ला म त अहिले बिजी छु गएर रुँदै गर त मजाले रुँदै गर कम्प्लेन चाहिँ नआस् नि गाउँघरको यतातिताबाट कहीँबाट कम्प्लेन नआओस् गएर रुँदै चाहिँ घर म आउँदैछु